हेलो गाइज आरटीटी गाउँपालिका श्रद्धा अध्यक्ष दिपेन्द्र पवन दिपेन्द्र आइसक्नु भएको छ। आरटीटी गाउँपालिका वार्ड नम्बर 2 का सम्पूर्ण युवाहरू पनि बाइकमा टक 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 आइसक्नु भएको छ, उपस्थित भइसक्नु भएको छ। आज हामी कहाँ छौँ भने गाइज फाइनली मुन्चोक पाथिभरा क्षेत्रमा छौँ। हामी चाहिँ आज किन आएको भन्दै गर्दाखेरि लालीगुराँस चिराइतेको बिरुवा वृक्षारोपण गर्न आएका छौँ। सो त्यही भएर हजुरले यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला र यो भिडियो यदि हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सेयर पनि गरिदिनु र टक्क लाएर मेरो युट्युब च्यानललाई हजुरले सब्सक्राइब गरिदिनु भएको छैन भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला। गाइस यो चाहिँ फाइनली लालीगुराँस चिराइतेको बिरुवा टक्क लाएर होइन चिराइतो र लालीगुराँसको बिरुवा चाहिँ टक्क सम्पूर्ण युवाहरूले रोप्नका लागि सजिलो होस् भनेर चाहिँ टक 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 छुट्याउँदै हुनुहुन्छ क्या उहाँहरूले। टक्क लाएर गाइस हामीले चाहिँ रोप्नका लागि सानो सानो खाल्टो यसरी खनेको छौँ र खन्दै हुनुहुन्छ र हाम्रो एलन दाइले झम्पल ड्याङ ड्याङ हान्दै हुन्छ गाइस। र फाइनली गाइस हाम्रो वृक्षारोपण कार्यक्रम सुरु हुनै लागेको छ। हाम्रा आरटीटी गाउँपालिका श्रद्धा अध्यक्ष दिपेन्द्र पवन दिपेन्द्र, आरटीटी गाउँपालिका वार्ड नम्बर 2 का वार्ड अध्यक्ष टेकेन्द्र सेन्नानी, आरटीटी 2 का युवाका अध्यक्ष सुरेश सेन्ना, आरटीटी 1 निवृत्तिका युवा अध्यक्ष चारैजना भएर चाहिँ उहाँहरूले आजको यस वृक्षारोपण कार्यक्रमलाई चाहिँ वृक्षारोपण गरेर उद्घाटन गरिसक्नु भएको छ। गाइस टक्क लाएर होइन त यो कसो हो गाइस टक्क ला वृक्षारोपण गरिसक्नु भएको र उहाँहरू चाहिँ टक्क लाएर हाम्रो आरटीटी गाउँपालिका अध्यक्ष दिपेन्द्र पवनज्यू र आरटीटी 2 का वार्ड अध्यक्ष टेकेन्द्र सेन्ना उहाँहरूले दुईजना पनि वृक्षारोपण गरिसक्नु र गाइस अब सम्पूर्ण युवाहरूले पनि टक टक लाएर यसरी वृक्षारोपण गर्दै हुनुहुन्छ होइन टक्क यस्तो राम्रो भ्यूमा टक्क आफ्नो काम गर्दै हुनुहुन्छ क्या लागेर होइन लगनशील भएर काम गर्दै हुनुहुन्छ गाइस। कोही साथीहरू चाहिँ यहाँ टक टक खन्दै हुनुहुन्छ, कोही साथीहरू चाहिँ यहाँनिर वृक्षारोपण टक 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 गर्दै हुनुहुन्छ, रोप्दै हुनुहुन्छ गाइस। यस्तो रमणीय क्षेत्र छ, यस्तो रमाइलो ठाउँ छ होइन। यस्तो ठाउँमा टक्क वृक्षारोपण गर्दैछ गाइस। चाहिन्छ यो चाहिँ गाइस चिराइतेको बिरुवा हो, यो चाहिँ औषधि पनि हुन्छ अरे क्या गाइस। तर के को औषधि हुन्छ त्यो चाहिँ मलाई राम्रोसँग थाहा छैन। अग्रज व्यक्तिहरूलाई सोधौँला र हजुरहरूलाई पनि सेयर गर्छु म होइन के को औषधि रहेछ भनेर गाइस। गाइस टक्क लाएर हामीसँग चाहिँ डगी पनि आएको छ क्या जङ्गलभरिमा टक टक गाइस टक्क लाएर हाम्रो उहाँ चाहिँ आरटीटी गाउँपालिका वार्ड नम्बर 2 का वार्ड अध्यक्ष टेकेन्द्र सेन्नाजी हुनुहुन्छ। उहाँले पनि वृक्षारोपण गर्दै हुनुहुन्छ गाइस टक्क लाएर हामीले टक्क यसरी मुन्चोक पाथिभराको भ्यू हेरिदिँदा गाइस कस्तो दामी छ नि होइन। यो भ्यूलाई चाहिँ टक्क हाम्रो डगीले पनि भिडियो गर्दैछ गाइस र हाम्रो सुरेश सेन्नानी हुनुहुन्छ, उहाँ चाहिँ युवा अध्यक्ष हो नि त गाइस होइन। उहाँले वृक्षारोपण गर्दै हुनुहुन्छ र हाम्रो मन कुमार दाइले पनि वृक्षारोपण मजाले गर्दै हुनुहुन्छ होइन एकदम। उहाँले चाहिँ चिराइतेको बिरुवा यसरी रोप्नुभयो टक्कसँगले र गाइस हामी चाहिँ यस्तो राम्रो भ्यू यस्तो पर्यटकीय क्षेत्र छौँ आएको छौँ नि आज। पर्यटकीय क्षेत्र मुन्चोक पाथिभरा यो चाहिँ वार्ड नम्बर 2 मा अवस्थित रहेछ गाइस। यहाँको भ्यू चाहिँ एकचोटि हेरिदिनुहोस् न प्लिज, कस्तो दामी छ हेर्नु त हेर्नु त। यहाँ टक्क हामीले बस्ने ठाउँ पनि बनाइदिएको छौँ यसरी टक्क हेर्नु त होइन बवाल छ क्या भ्यू यस्तो दामी छ वा होइन गाइस। यो चाहिँ ठ्याक्क मुन्चोक पाथिभराको मन्दिर गाइस हेर्न सक्नुहुन्छ होइन यस्तो राम्रो भ्यूमा छ है। र सम्पूर्ण युवाहरूले टक 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 वृक्षारोपण गर्दै हुनुहुन्छ है टक्क लाएर। हामी चाहिँ गाइस अब नि यस्तो राम्रो ठाउँलाई अब यहाँ वृक्षारोपण गर्न आयौँ, एकदमै राम्रो काम गर्नको लागि वृक्षारोपण गर्न आयौँ होइन। र यो चाहिँ टक्क लाएर नि गाइस अगाडि देख्नुहुन्छ नि त्यो झारहरू त्यो घाँसहरू त्यो चाहिँ फाड्नको लागि पनि हामी कुनै दिन फेरि आउनेछौँ, फाड्नेछौँ होइन सफा गर्नेछौँ गाइस टक्क लाएर। अब उहाँ चाहिँ आउनुहुन्छ फेरि हाम्रो आरटीटी गाउँपालिका अध्यक्षज्यू, उहाँले पनि एकदम मजाले एकदम राम्रो
चढेको अरे होइन टक्कसँगले वृक्षारोपण गर्दै हुनुहुन्छ। टक्क लाएर गाइज उहाँ चाहिँ हुनुहुन्छ फेरि हाम्रो भूपू वार्ड अध्यक्ष अमरसेन दाङज्यू, हाम्रो भूपू वार्ड अध्यक्ष गाइज टक्क लाएर र गाइज टक्क लाएर चाहिँ चिराइतेको बिरुवा हो। टक्क लाएर यो चाहिँ फेरि लालीगुँरासको बिरुवा हो गाइज। यही नै बिरुवा वृक्षारोपण यसरी गरिरहेको छन्। हेर्नुहोस् न यस्तो राम्रो भ्यूमा वृक्षारोपण गरिरहेको छौँ क्या। यस्तो राम्रो भ्यूमा वृक्षारोपण गर्न पनि मजा आउँदो रहेछ होइन, काम गरेको टेन्सन नआउने रहेछ होइन। र गाइज अझै कतिपय त यहाँ भिजिट गर्न पनि आइसक्नु भएको होला, कतिपय त आउनु भएको छैन होला। र नआउने महानुभावहरू र आउने महानुभावहरूलाई पनि फेरि पनि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। किनभने हाम्रो पर्यटकीय क्षेत्र मुलचोक पाथिभरा हजुरहरू सम्पूर्ण आइदिनु होला फेरि पनि भिजिट गर्नको लागि। एकदम रमणीय ठाउँ छ होइन गाइस। तपाईँहरू यहाँ आइसकेपछि नि तपाईँहरूलाई घर सायद जान मन लाग्दैन होला क्या। टक्क लाएर बस्ने ठाउँ पनि छ, टक्क लाएर मन्दिरको दर्शन गर्न पनि पाइन्छ र भ्यू हेर्न पनि पाइन्छ। टक्क लाएर आनन्दको ठाउँ छ क्या, टक्क लाएर बस्ने सबै कुरा मदन गाइस सबै कुरा बिर्सिन्छ क्या यहाँ आएपछि नि। टक्क लाएर गाइस तपाईँहरू नआउनु होला। र गाइस म पनि रोप्छु नि बिरुवा गाइस। तपाईँले भन्नु होला फेरि यो त खालि भिडियो मात्रै बनाउँछ ब्लग मात्रै बनाउँछ भनेर, तर होइन नि गाइस म पनि रोप्छु नि, म पनि विश्वरोपण गर्छु नि गाइस टक्क लाएर अन्त होइन। ल गाइस टक्क लाएर यो चाहिँ फेरि हाम्रो खानेपानी ट्याङ्की हो। टक्क लाएर यो चाहिँ मुलचोक पाथिभरा क्षेत्रमा अवस्थित छ खानेपानीको ट्याङ्की गाइस। र टक्क लाएर अघि पनि हामीले खाजा पानी खाएर फोहोर मैला भएको थियो, त्यसलाई चाहिँ जलाएर यसरी व्यवस्थापन गरेको छौँ। र गाइस अब चाहिँ फाइनली हामी मुलचोक पाथिभराको दर्शन गर्न अघि बढिरहेका छौँ। सिँढी टक्कतिर पटेर टक्क नयाँ नयाँ रेलिङ टक्क होइन हामी जाँदैछौँ। टक्क हामी चाहिँ यहाँनिर दर्शन गर्नको लागि, फोटो खिच्नको लागि, भिडियो बनाउनको लागि हामी चाहिँ टक्क जाँदैछौँ गाइस। फाइनली गाइस हामी चाहिँ मुलचोक पाथिभरा मन्दिरको दृश्य हेर्नुहोस्, हामी त्यहाँ पुगिसकेको छौँ। हेर्नुहोस् त कस्तो दामी छ, राम्रो छ होइन। ल गाइस थ्याङ्क यू फर द वाचिङ।